नमस्कार। सरकारले विभिन्न विद्यार्थी सङ्गठनहरूलाई निस्तेज गर्ने अर्थात् खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ। वर्तमान सरकारले विद्यार्थी सङ्गठनहरूलाई अब क्रियाशील हुन नदिने भनेर विभिन्न निर्देशनहरू पनि जारी गरिरहेको अवस्था छ। यसबीचमा विद्यार्थी सङ्गठनहरूले भने यो अलोकतान्त्रिक कदम भयो भनेर विरोध पनि जनाइरहेका छन्। र आज मैले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा गएर त्यहाँ भेटिएका केही विद्यार्थीहरूसँग सोधेको थिएँ, सरकारले विद्यार्थी सङ्गठनहरूलाई खारेज गर्न लागिरहेको तपाईँलाई थाहा छ? यदि थाहा छ भने खारेज गर्न लागेको कुरा तपाईँलाई मन परेको छ कि छैन? अर्थात् विद्यार्थी सङ्गठनहरूको खारेजी ठिक कि बेठिक भनेर स्वयं विद्यार्थीहरूलाई सोधेको थिएँ। उनीहरूले दिएको जवाफ जस्ताको तस्तै। तपाईँको नाम बताइदिनुहोस् न। हजुर, मेरो नाम सागर कडगिया। कतिमा कहाँ पढ्नुहुन्छ? म यसै सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर 11मा 10मा अहिले बिबिए 5औं सेमेस्टरमा। यो स्टुडेन्ट युनियनहरू चाहिँ खारेज गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको छ भन्ने सुन्नु भएको छ? हजुर, सुनेको छु। के लाग्छ तपाईँलाई? अब मेरो पर्सनल ओपिनियन चाहिँ के हो भन्दाखेरि यो स्टुडेन्ट युनियन चाहिँ पहिला सुरुमा स्टार्टिङ फेजमा चाहिँ यो ठिकै थियो होइन, तर चाहिँ जब यो पछि उनीहरू दलमा आबद्ध भएपछि चाहिँ आफ्नो पर्सनल चाहिँ आफ्नो सेल्फिसनेसहरू पुरा गर्ने अनि यो स्टुडेन्टको चाहिँ प्रब्लमहरूलाई भन्दा पनि आफ्नो खल्ती भर्ने र आफ्नो के भन्छ त्यसलाई अब स्वार्थ पुरा गर्नमा उनीहरू आबद्ध भए र चाहिँ यसले चाहिँ विद्यार्थीहरूलाई चाहिँ कुनै पनि सहयोग पुर्याएन र यो खारेज गरेकोमा चाहिँ मलाई एकदमै ठिक लागेको छ। र यो स्टुडेन्ट युनियन चाहिँ दलहरूमा आबद्ध हुनुभन्दा पनि एउटा चाहिँ छुट्टै काउन्सिल बनाएर त्यसलाई चाहिँ अगाडि बढाएको ठिक हुन्छ जस्तो मलाई लाग्छ। तपाईँको नाम बताइदिनुहोस् न। मेरो नाम सृजन रिजाल। कतिमा पढ्नुहुन्छ? म बिबिए 5th सेममा पढ्छु। कहाँ पढ्नुहुन्छ? यही सप्तगण्डकीमै पढ्छु। यो स्टुडेन्ट युनियनहरू चाहिँ खारेज गर्ने प्रक्रिया गभर्मेन्टले अगाडि बढाएको सुन्नु भएको छ? हजुर, म सुनेको छु। कस्तो लागेको छ तपाईँलाई? मलाई चाहिँ ठिकै लागेको छ। किन? किनभने स्टुडेन्ट युनियन पनि कलेजमा त चाहिन्छ एउटा, तर यसलाई पारदर्शी बनाएर लैजान सकियो भने यो सबैभन्दा राम्रो हुन्छ जस्तो लाग्छ। अहिले जस्तो भइरहेको छ के अरे उस गर्ने अहिले पारदर्शी भएको छैन, यसलाई राम्रोसँग गयो भने चाहिँ राम्रो हुन्छ। विद्यार्थीको प्रब्लमहरूलाई भन्दा पनि उनीहरूको आफ्नो स्वार्थको लागि धेरै युज भयो होइन। अनि विद्यार्थीहरू कलेजमा धेरै राजनीतिक गतिविधिहरू बढ्यो, जसले गर्दाखेरि कलेजमा पढाइहरू पनि डिस्टर्ब भयो। अनि विद्यार्थीले सहयोग चाहिँ खासै पाएको देखिन्न, तर उनीहरू राजनीतिक रूपमा आफ्नो दलमा आबद्ध भएर आफ्नो सङ्गठनलाई मात्र बलियो बनाए, तर कुनै पनि कलेजमा राम्रोसँग चाहिँ कलेजमा विद्यार्थीको समस्याहरूलाई चाहिँ उनीहरूले पहिलो प्राथमिकता दिएनन्। र नाम बताइदिनुहोस् न। मेरो नाम महेश सापकोटा। हजुर, तपाईँ कतिमा पढ्नुहुन्छ? मास्टर्स पास आउट स्टुडेन्ट। हजुर, सरकारले यो स्टुडेन्ट युनियनहरू खारेज गर्न लागिरहेको भन्ने छ, तपाईँलाई के लाग्छ? यो सरकारको निर्णयप्रति म घोर भर्सना गर्दछु होइन। विद्यार्थी सङ्गठनको जुन एउटा चाहिँ नराम्रो पक्ष मात्र केलाउने गरिन्छ, तर जुन यो क्याम्पसहरूको फिल्डमा आएर चाहिँ प्रशासनले दिने दुःखहरू होइन, विभिन्न दुःखहरू विद्यार्थीले भोग्नु पर्ने छ, त्यति बेला चाहिँ विद्यार्थीलाई सहयोग गर्ने सङ्गठन विद्यार्थी सङ्गठन नै हुन्छ। अनि यो मात्र नभइकन विभिन्न व्यवस्था परिवर्तनदेखि लिएर इतिहासदेखि नै हेर्दै आउने भने जुन विद्यार्थी सङ्गठनले एउटा योगदान पुर्याएको छ, त्यो योगदानलाई नकारेर अहिले जुन विद्यार्थी सङ्गठनलाई नै विद्यार्थीहरू माझ नै एउटा चाहिँ नकारात्मक तरिकाले एउटा प्रस्तुत गर्ने चाहिँ यो प्रयास भइरहेको छ, यो नितान्त गलत छ र तपाईँको यो विद्यार्थी सङ्गठन खारेजीको निर्णय पनि बिल्कुलै गलत छ। थ्याङ्क यू। मेरो नाम नवराज नेपाली। नवराजजी, तपाईँ सप्तगण्डकीमा कतिमा पढ्नुहुन्छ? म क्लास 12। स्टुडेन्ट युनियनहरू खारेज गरेको ठिक कि नगरेको ठिक? अब खासमा भन्नुपर्दा त स्टुडेन्ट युनियन चाहिँ हुनै पर्ने हो, किनकि यसले स्टुडेन्टको हकको लागि पनि काम गर्छ नि त। तर स्टुडेन्टको थ्रु चाहिँ पोलिटिक्स हुनु भएन। के अरे त्यो स्टुडेन्ट युनियनमा पनि अलिकति के अरे फिल्टरेसन के अरे चाहिने छ कि। अब स्टुडेन्टकै थ्रु चाहिँ अहिले गभर्मेन्टले गर्न लागिरहेको कुरा थाहा छ? थाहा छ। अहिले के अरे स्टुडेन्ट युनियन चाहिँ ब्यान गर्ने भन्ने के अरे खबर छ। अनि के अरे एकतिर त त्यो पनि अलिकति पोलिटिक्स भएर नै त्यो ब्यान गर्ने भन्ने कुरो हो। र त्यो पोलिटिक्स के अरे त्यो स्टुडेन्ट युनियनलाई फिल्टर गर्यो भने कुनै पनि पार्टीसँग आबद्ध नगराइकन स्टुडेन्ट युनियन बनायो भने चाहिँ त्यो चाहिँ ठिक हो। नत्र के अरे पहिलाको स्टुडेन्ट युनियन थियो नि जुन के अरे एकदमै रफली हो, त्यो चाहिँ अलिकति
नराम्रै थियो, त्यही भएर खारेजको लागि माग गरेको। तर स्टुडेन्ट युनियन चाहिँ हुनुपर्छ। भाइको नाम के हो? सुमित महतो। यो सरकारले स्टुडेन्ट युनियनहरू खारेज गर्न लागेको भन्ने सुनेछ, कस्तो लाग्छ तपाईँलाई? के खारेज गरेको ठिक कि खारेज नगरेको ठिक? खारेज गरेको थिएँ। किन? कलेजमा पोलिटिक्स भन्दा पढाइ बहिनीहरूलाई के लाग्छ, स्टुडेन्ट युनियन खारेज गरेको ठिक कि नगरेको ठिक? किन?